फाइनल्ली हामीले चाहिँ झन्डा फेरिसकेका छौँ। आज हामी छौँ फार वेस्टर्न युनिभर्सिटीतिर र आज यो साथीको बर्थडे छ र बर्थडेको अवसरमा चाहिँ हामीहरू यो फार वेस्टर्न युनिभर्सिटीको मेन गेटमा रहेको राष्ट्रिय झन्डा यो जीर्ण अवस्थामा रहेको छ र यसलाई चाहिँ हामीले चाहिँ साथीको बर्थडेको दिनमा चाहिँ यसलाई नयाँ झन्डा यहाँ चाहिँ राख्दैछौँ। बर्थडेवाला चाहिँ यो हो ल साथी, ह्याप्पी बर्थडे। ह्याप्पी बर्थडे। ल गाइज, हामी चाहिँ झन्डा फेर्ने तयारीमा छौँ। यो झन्डा रेडी हुँदैछ बर्थडेको अवसरमा। दुनिया की आंखें खोल दो लहरा दो सरकशी का परचम लहरा दो सरकशी का परचम। फार वेस्टर्न युनिभर्सिटी हो। हामी चाहिँ यो गेटमा छौँ होइन। साथीको बर्थडेको दिन चाहिँ हामीहरू यो गेटमाथि रहेको जीर्ण अवस्थामा रहेको झन्डालाई चाहिँ फेर्दैछौँ होइन, बर्थडेको अवसर पारी। यस्तो छ अवस्था। बर्थडे बोय यही हो होइन। यी झन्डा यहाँ छ। ह्याप्पी बर्थडे। थ्याङ्क यू। आजभोलिका युवाहरूले कट्टु फेर्न सकेका छैनन्, तर हाम्रो दोस्तले चाहिँ राष्ट्रिय झन्डा फेरिसक्यो। अब के गर्ने? फाइनल्ली हामीले चाहिँ झन्डा फेरिसकेका छौँ। दिस इज एफयू। Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. ल अब फास्ट गर अनि लागौँ। ल गाइस, ह्याप्पी बर्थडे। भएन कि घर धुने घर जाए लगा मन।